त्यस्तो चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त भने? अनि के गर्नु त मैले? मलाई त्यहाँ पठायो। छोडिदिनुस् न त्यो सभा। पार्टी छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यसैसम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर खर्च होइन, वामदेवको खर्च, जनताको खर्च, तपाईले जनताले दिएको कर, जसले दिएको कर भए पनि मान्छे बाँच्न पर्छ पर्दैन? तपाईलाई बाँच्नलाई जागिर दिनलाई हामीले किन बोकेर बस्ने त तपाईलाई? निकाल्दिनु। ताकत छ भने निकाल्दिनु। छोडिदिनुस् न। मैले जे योगदान गरेको छु नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए राजेन्द्रजी तपाईले जे भन्नुहुन्छ नि त्यो मलाई यो राष्ट्रले अहिलेकै अवस्थामा पनि तिर्न अर्को 100 वर्ष चाहिँ लाग्छ मलाई तिर्न। मैले गरेको योगदान यो राष्ट्रको निम्ति गरेको योगदान के योगदान गरेँ नि मैले? गर्नु भएको छ भन्नुस् न। मैले आजको मैले सोधे तपाईले ल्याउनुको लागि के योगदान? आजको अवस्था ल्याउनुको निम्ति मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने यो अवस्था? निर्णय त्यही हो भएको। यही हो यहाँ नेपालको निर्णय त्यही हो, नेपाली जनताले गरेको निर्णय यही हो। यही हो परिस्थिति, यही होइन? तपाईले भनेर चाहिँ हुन्छ? कस्तो कुरा गर्नुहुन्छ है? तपाईले भन्नुहुन्छ वातावरण बनाउँदै हुनुहुन्छ। वातावरण बनाएको छैन। वातावरण बनाउनुको निम्ति लागिराख्नु भएको छ। छैन त्यो बन्ने भन्दा अरु के छ? किन भन्नुहुन्छ त मलाई? नेता भ्रष्ट छन् भन्नुस् न। नेता भ्रष्ट छन् त यति धेरै संरचनाहरू छन् भ्रष्टाचारीहरूलाई पकड्ने, कारबाही गर्ने, तिनले किन कारबाही गर्दैनन्? त्यो संरचना कसले बनाएको? नियुक्ति कसले दिएको? तपाईँ त आज पार्टीमा हुनुहुन्न, तपाईँ त स्वतन्त्र भएर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। तपाईँ त अब त्यो आत्मग्लानीलाई आफूले एउटा पश्चाताप र भोलिको सन्ततिले सुख पाओस् भनेर बोल्नुहुन्छ जस्तो बोल्दैन। मैले बोल्दैन किनकि मैले भ्रष्ट होइन, मलाई भ्रष्टाचारी भनेर त भने नि त। भन्छन् नि तपाईलाई त सुन तस्कर भन्छन्। सुन तस्कर भनेर भन्छन्, गर भनेर भनिरहेको छु।